हेर्नुस् ब्याङ्कको बाटो हिँड अनि तिमी यहाँ कतिचोटि आछौ रे धेरैचोटि आएँ म त धेरैचोटि आयो अनि तिमी यहाँ खेल्न पनि आएको थियो साइकल कुदाउनु नि आएको थियो होइन आएको तर दादा आमासँग आएको थियो ड्याडी आमासँग आएको थियो ए अनि त रक्षा दिन्न थिएन अनि आमा ए तुलसा दिदी नै अनि ड्याडी म त थिइनँ होला म थिइनँ होला थियो यही पार्कमा गएको क्या त्यही पार्कमा गयो यही पार्कमा कुन पार्क हो यो पार्कको नाम के हो यो पार्कको नाम के हो भाइ फुटबल पार्क है फुटबल क्या होइन नि सानो के हो यो पार्कको नाम त खराबे हावे पार्क यता जानु हो हो जङ्गलतिर जङ्गलमा के हुन्छ अरे भेडिया हुन्छ भेडिया भेडिया कस्तो हुन्छ तिमी जस्तै हुन्छ होला खै यता हेर्नु त मलाई यस्तो हुन्छ भेडिया हेर्नुहोस् हेर्नु म त भेडाको नाम हुन्छ भेडियाको नामहरू हुन्छ तिमीसँग कत्रो कत्रो रुख है जाऊ त त्यो रुखमा गएर पोज देऊ त एउटा दुइटा फोटो खिचिदिन्छु ल हजुर हो त्यहीँ बस ल फोटो पोज देऊ त पोज देऊ फोटो खिच्छु अर्को पोज नेक्स्ट पोज कस्तो राम्रो हो यो जङ्गल अनि यो जङ्गलको अगाडि अगाडि हिँड्ने मान्छे झन् कति राम्रो हो भनेको पुरै अनुहार देखाउँदै चाहिँ जङ्गलमा जान मिल्दैन यो जङ्गलमा जान मिल्दैन त्यही भएर मैले यता भेडिया छ भने त्यहाँ जानुस् नभने छ नि त्यहाँ ट्रस राखेको ए उ त ट्रस राखेको ट्रसहरू भन्छ त्यसलाई ए क्रस त्यो क्रस राखेको ठाउँमा जानु हुँदैन गाइजहरू तिमीलाई यस्तो कुरा कसरी थाहा भयो क्रस राखेको ठाउँमा जानुहुन्न त्यो जङ्गल हो नजानुस् भने देख्छु नि त त्यही भयो एक दिनमा गएको थिएँ नि त त्यही भयो ए सुईको तो त्यो जङ्गलमा राक्षस हुन्छ नि त राक्षस अब राक्षस भनेको हो राक्षस एउटा पौडीमा हुन्छ नि राक्षस त्यो राक्षस सबै पानी भूत बनाइदिन्छ जाऊ त्यो जालीमा नि गएर उभ्बा त एउटा फोटो खिचौँ त्यो जालीमा पोज देऊ है ओके हेलो गाइस आज हामी यता आछौँ हेर्नुस् बाटो कति राम्रो है बाटोमा उभ्बा त जाऊ गाडी हिँड्ने बाटो हो यो कि गाडी हिँड्ने बाटो तर गाडी त हिँड्दैन नि यहाँनिर यो त मान्छे हिँड्ने बाटो हो नि यो ठुलो रोड हेर त यत्रो ठुलो यहाँनिर गाडी नै आउँदैन हेर त त्यता जङ्गल छ यता यस्तो छ बाटो अनि कसरी गाडी आउँछ यो त मान्छे हिँड्ने बाटो हो नि आएँ म यत्रो ठुलो है गाडीको पुल लेखेको छ नि त त्यो पुल त मान्छे हिँड्ने पुल हो क्या जापानमा त मान्छे हिँड्ने पुल पनि कति ठुलो है होइन त जापानमा विदेशमा त धेरै ठुलो छ के छ ठुलो छैन नि नेपालमा त छैन त थाहा छैन ल ल अबको भ्लगलाई इन्ड गरिदिउँ बाई बाई भनिदियो यता हेरेर राम्रोसँग भयो सी यू इन नेक्स्ट भ्लग भन न अनि त्यति बेलासम्म के गरिदिनु अनि अनि तिमीलाई यस्तो भन्न चाहिँ कसले सिकायो फेरि तिमी मोबाइल
मोबाइल हेरेर सिकेको किन हेर हेरेर आँखा झिम्काउ त एकचोटि आँखा झिम्काउ न आँखा झिम्काउ बाई 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 बाई